नमस्कार दर्शकवृन्द, हजुरहरू हेर्दै हुनुहुन्छ आइजिभी अनलाइन टेलिभिजन। दर्शकवृन्द, हजुरहरूलाई थाहा भएकै कुरा हो, केही दिन अगाडि हामीले कुशाल लिम्बुज्यूको एउटा भिडियो हामीले सार्वजनिक गरेका थियौँ। त्यसमा हजुरहरूले राम्रो सहयोग पुर्याइदिनु भएको छ दर्शकवृन्द। र आज हामी माझ हुनुहुन्छ कुशाल लिम्बू भाइको, जुन चाहिँ कुशाल लिम्बू नानीको बुबा हुनुहुन्छ। र अहिलेसम्मको अपडेट हजुरहरूलाई भन्न चाहेँ 3,31,000 पैसा अहिलेसम्म उठिसकेको छ दर्शकवृन्द। र यहाँ बुबा हुनुहुन्छ, हजुरहरूलाई नयाँ नयाँ अपडेट दिनु हामीले जरुरी छ। किनभने जुन प्रकारले हामीले रकमहरू उहाँहरूको हात लगाइसकेका छौँ, भए पनि हजुरहरूले जुन सहयोग गर्नुभएको छ त्यो सहयोग राशि कुन जग्गामा चाहिँ युज भयो र नानीको अवस्था के छ भन्ने जिज्ञासा पक्कै पनि हजुरहरूलाई लाग्न सक्छ। र त्यो स्वाभाविक पनि हो, लाग्नु पनि पर्ने हो। त्यसै कारण आज हामी माझ उहाँको बुबा हुनुहुन्छ, उहाँसँग कुराकानी गरेर हजुरहरूलाई सुनाउने प्रयास गर्नेछौँ दर्शकवृन्द। सर्वप्रथम त दादा, हजुरलाई आइजिभी टेलिभिजनमा स्वागत छ। नमस्कार हजुर, तपाईँलाई मेरो कमरेड बहादुर लिम्बू बसोबास कहाँ हो? बसोबासो इराङ पाहाड 2 ठुलो सहर। र दादा, नानी चाहिँ कहिलेदेखि बिमार थियो, के थियो? नानी त अब यो किनभने अलिअलि अब अस्ति भनौँ जुलाईबाट हो, परेको बेला होस् पनि दिमाग पनि पुग्दैन। अनि त्यो हामीले पहिल्यै एमआरआई र एक्सआई र गर्नु थियो भने चाहिँ, किनभने त्यत्रो पनि अब बिमार पनि सिरियस नहुने थियो होला भन्ने, अब परेपछि मात्रै थाहा हुन्छ। अनि त्यो भएर ठ्याक्कै अब एक्सरे एमआर गरिसक्दा पनि अपरेसन नगरी नहुने पर्यो भन्ने गरियो। अनि गरेर त्यो पनि भयो भने गर्दै अनि सबै कुरो, अब किनभने सबै कुरो त हामीलाई के छ, अब हामी पनि गाउँघरमा गृहस्थी गरी खाने हौँ। अनि त्यो भाइ यता हुन्थ्यो, भाइकै साथमा उसलाई पढाउँदै थियो। अनि पढाएर गरेर जुनबाट हो बिमार भएको। अनि त्यसो गर्दै गर्दै लग्यौँ गऱ्यौँ। अनि लगेर गर्दा अनि एमआर गर्दाखेरि फ्याट्टै अब टाउको बिमार निकाल्यो। अनि अपरेसन नगरी नहुने पर्यो भन्यो। अनि हामीले गरियो पनि, अब पैसा सबै कुरो, अब किनभने सबै अब पैसा पनि गर्न पैसाको अभाव हुँदाखेरि यहाँ सबै एउटा यहाँ मणि तामाङ भन्नुहुन्छ, उसलाई अनि यसो गऱ्यौँ। अनि यसो सहयोग गर्नु भन्ने हामीहरूको त किनभने गरियो। अब अनि उसको आमालाई पनि पोहोरबाट अब किनभने 6 महिनासम्म हामीले इलाज गऱ्यौँ गर्दैछौँ अझै पनि। तर किनभने इलाज दबाई पानी उसलाई अहिले 1 हप्तामा 1000 रुपियाँ लाग्छ आमाको पनि। अनि त्यस्तै गर्दाखेरि यहाँ मणि तामाङ सरलाई चाहिँ किनभने हामीले अब हामीहरूको केही उपाय लागेन। अनि यसो गरौँ भन्दै गर्दै यहाँ चर्चल्ला गर्दै लाँदैछौँ। अनि त्यसो गर्दा यहाँ सहयोग पनि हुँदैछ। अनि त उहाँहरूलाई अब मणि तामाङ सरलाई धन्यवाद छ। अनि धन्यवाद छ, नमस्कार छ। र जति पनि सहयोग गर्नेहरू, अरू सहयोग गर्नेहरूलाई पनि नमस्कार छ। अनि भन्ने पनि त अब हामी त के भन्नु, अब त्यस्तो बोल्नु पनि जान्दिनँ। म कुशाल लिम्बूको बाबा हुँ। अनि बोल्ने किन यहाँ अब धेरै पनि जानिँदैन। र सर, जुन प्रकारले सरकारदेखि होइन राष्ट्रिय बाल सुरक्षा कार्यक्रम भन्ने आरबिएसके जुन फर्महरू छ, त्यहाँदेखि हेल्थ कार्डहरू छ होइन, सरकारले धेरै प्रकारको स्किमहरू पनि पुऱ्याइरहेको छ। जुन चाहिँ आरबिएसके भनेको चाहिँ राष्ट्रिय बाल सुरक्षा कार्यक्रम भन्ने चाहिँ 18 वर्षदेखि कम आयुको जति पनि नानीहरू छन्, उहाँहरू गम्भीर बिमारी, क्यान्सरदेखि लिएर ब्रेन ट्युमरदेखि लिएर विभिन्न बिमारीहरूलाई पनि फ्रीमा इलाज गर्ने सरकारको यो कार्यक्रमहरू छ। यसको प्रकारमा पनि हजुरहरूलाई थाहा थिएन रहेछ। मैले सबै हजुरहरूलाई यसको बारेमा थाहा थियो कि थिएन? यस बारेमा त हामीलाई त केही थाहा छैन। हामी अब गाउँ बस्ती बस्ने, अब त्यत्रो अब भनौँ यसो लेखापढी पनि छैन भनौँ नि, बात गर्नु छैन। अब अनि तुलना गर्दाखेरि यहाँ भने सरले हजुरले भनिरहेको छ। अनि त्यसो गर्दा त हामीलाई पनि अब किनभने कताबाट अब हामीलाई त कहाँबाट हामीलाई अलिक सुविस्ता हुन्छ त्यतैबाट गर्नु भन्ने हामीहरूको त अनुरोध छ नि त। र दाजु, जुन प्रकारले देश विदेशमा छरेर बस्ने हाम्रो गोर्खालीहरूले होइन अहिलेसम्म त्यति सहयोग पुऱ्याइरहनु भएको छ। 3,31,000 भनेको त सानो तिनो रकम पनि होइन, राम्रो सहयोग पुऱ्याउनु भएको छ। र हजुरको छोराको इलाज हुन्छ है, राम्रो होस् भन्न हामी पनि चाहन्छौँ। यो सहयोगलाई हामी हजुरहरूसँग वितरण गरेर मात्रै नभएर नानीको अवस्था देखाएर, नानी कहिले स्कुल जान्छन्, राम्रो स्कुल जाँदै गरेको भिडियो पनि हामीले लगाउन पाऊँ।
र दादा जुन प्रकारले सर देश विदेशमा छरेर बस्ने गोर्खालीहरूले होइन सहयोग पुर्याइदिनु भएको छ कुसाल लिम्बूलाई। अहिलेसम्म 3,31,000 पुगिसकेको छ र हामीले आरबिएसकेदेखि लिएर जुन प्रकारले हेल्थ कार्डदेखि लिएर विभिन्न हामीले पनि हजुरहरूलाई भनिरहेका छौँ र केही दिनमा नानीलाई हामी बेङ्गलोर लाने पनि हामीहरूको प्रयास छ। र जुन सहयोगी दाताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब के भन्नु, हामी त किनभने गोर्खाली हो, एकदम सबैलाई त्यसमा त अब सबैलाई नमस्कार छ, मलाई धन्यवाद छ। अनि के भन्नु, अब हामीले पनि त्यही अब सबै कुरो पैसाकै जोड्दाखेरि हामीले पनि यसो सहायता माग्यौँ। अनि मेरो चाहिँ अब धन्यवाद छ सबै यो गोर्खालीलाई, नमस्कार। र दर्शकबिन अहिले कुसाल लिम्बू नानीको बुबा हामी माझ हुनुहुन्छ र जुन प्रकारले आरबिएसके राष्ट्रिय बाल सुरक्षा कार्यक्रम भन्ने सरकारको जुन योजना छ त्यो योजनामा 18 सालदेखि कम आयुको नानीहरूलाई विभिन्न प्रकारको बिमारीहरूदेखि बचाउनका लागि इलाजको लागि सरकारले सबै थोक उठाउने गर्दछ खर्च। र त्यहाँदेखि हेल्थ कार्डदेखि विभिन्न, तर नानीको हाम्रो कुसाल लिम्बू नानीको गाउँमा बसोबास हुनाले गर्दाखेरि आधार कार्डहरू पनि अहिलेसम्म बनिसकेको रहेन रहेछ। र आधार कार्डहरू बनाउने, त्यो फर्महरू भर्ने, हेल्थ कार्डहरू बन्ने हामी अहिले चलाउँदैछौँ र केही दिनमा उहाँलाई यहाँबाट बेङ्गलोरसम्म लगेर हामी इलाज गराउने प्रयास गरिरहेका छौँ। यसमा हजुरहरूले जतिले पनि साथ र सहयोग र सपोर्ट गरिदिनु भएको छ, जतिले पनि यो भिडियोलाई सेयर गरिदिनु भएको छ, विभिन्न सहयोगी मन हुनेसँग पुर्याइदिनु भएको छ, सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै केही दिनमा नानीको कागजहरू बनिसकेपछि हामी त्यो अपडेट पनि देखाउनेछौँ। हामीले भिडियो लगाएर हजुरहरूले सम्पूर्णलाई सहयोग पुर्याइदिए त सम्पूर्णलाई सहयोग पुर्याइदिनु भएको छ र त्यो सहयोगलाई हामीले उहाँहरूको हातमा वितरण गरेर पनि त्यो सहयोग चाहिँ कहाँ छ त, कुन प्रकारको उहाँहरूले नानीको इलाज गराउँदैछ त भन्ने चिज पनि हामीले देखाउनै पर्छ। त्यसै कारण आज हामी माझ कुसाल लिम्बू नानीको बुबा जोड्नु भएको थियो। उहाँले भन्नुहुन्छ म गाउँमा बस्ने, यति पढालेखा पनि छैन, त्यति बोल्न पनि जान्दिनँ र यसरी मिडियामा पनि कहिले पनि आएको थिएन अरे उहाँको जीवनमा। आज पहिलोचोटि आर्थिक रूपको एकदम अवस्था कमजोर हुनाले गर्दाखेरि उहाँ आज मिडियासम्म पनि आउनुभयो, बोल्नु पनि पर्यो। किनभने श्रीमती पनि 1-2 सालदेखि एकदमै ग्रसित बिमारसँग ग्रसित हुनुभएको रहेछ र अहिलेसम्म उहाँले मेडिसिनमै चलिरहनु भएको रहेछ। त्यसैमा एउटा छोरा भएको पनि ब्रेन ट्युमर भएर त्यस्तो अवस्थामा हुँदाखेरि केही उपाय नलाग्दाखेरि हजुरहरूसँग सहयोग माग्नु भएको र त्यसैले गर्दाखेरि उहाँले भन्नुहुन्छ सम्पूर्ण सहयोगी मन हुनेलाई, सम्पूर्ण देश विदेशबाट सहयोग पुर्याउनु हुने उहाँ सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ। र हस्त दाजु, हजुरलाई पनि आफ्नो अमूल्य समय दिनुभयो, हजुरले पनि धेरै धेरै धन्यवाद। हजुर, त्यस्तै हो अब किनभने त्यस्तै नकार भयो मेरो चाहिँ। किनभने अब यो गोर्खाली दाजुभाइ विदेश देश भएकोले अब किनभने हाम्रो अलिकति खर्चीको पुग्न हुँदाखेरि सबैजनालाई यसो सहयोग माग्यौँ, हुँदै पनि छ अनि त्यसो गर्दा अब त्यो नानीको फेरि एलोस गर्नुपर्ने पनि यहाँ मनिको सरले भन्दैछ, फेरि नगरी पनि भएको छैन, हजुर नगरी भएको छैन अनि बेङ्गलोरतिर पनि भन्दैछ। अनि त्यही गर्दैछु अनि सबैजनालाई नमस्कार छ मेरो त। किनभने म त बोल्नु पनि त्यत्रो आउँदैन, यो मिडियामा पनि त्यत्रो म आएको थिइनँ, आएँ पनि अब। अनि मेरो नमस्कार छ सबैजना गरेर। हुन्छ दाजु, हजुर केही पनि चिन्ता नगर्नुहोस्, हाम्रो देश विदेशमा छरेर बस्ने सहयोगी मन हुने व्यक्तिहरू धेरै छन्। हामी गोर्खालीहरू है, जुन प्रकारले हजुरको नानीको सहयोग पुर्याइदिनु भएको छ उहाँहरूलाई पनि हामीले अपडेटहरू दिनुपर्छ, कुन प्रकारको नानीको अवस्था छ, कहाँ इलाज हुँदैछ, के हुँदैछ भनेर पनि हामीले जानकारीहरू दिनुपर्छ। त्यसै अर्थात् हजुरसँग आज केही कुराकानी गरेर हामीले अपडेट दिने प्रयास गरेका छौँ। हजुरको नानी पक्कै पनि जाती हुनेछ, हजुर केही पनि टेन्सन फिकर चिन्ता नलिनुहोस् भन्दै आजलाई यो भिडियो यिनै समाप्त गर्न चाहन्छु। सम्पूर्ण देश विदेशमा छरेर बस्ने हाम्रो गोर्खाली अथवा सहयोगी मन हुने व्यक्तिहरूसँग पनि हामी अन्तमा यो नै अपिल गर्न चाहन्छौँ, यो भिडियोलाई हजुरहरूले धेरैभन्दा धेरै सेयर गरेर एउटा 7 वर्षीय नानीलाई सहयोग पुर्याइदिनु होला। किनभने यो भिडियो जति सहयोगी मन हुनेसँग हजुरहरूले सेयर गर्नुहुन्छ यति नै सहयोग पुग्छ भन्ने म यो आशाको साथमा आज यो हामी यिनै समाप्त गर्न चाहन्छु। धन्यवाद।